गुड मर्निङ फ्रम कोतो मनाङ। यति बेला चाहिँ बिहानको 6 बजिसकेको छ अनि बाहिर अँध्यारै छ, मजाले उज्यालो भइसकेको छैन। एउटा प्रब्लम के छ भन्दाखेरि हाम्रो प्लान चाहिँ काङ्ला पास क्रस गर्ने थियो। यहाँबाट अब मेता जाने थियो, मेताबाट नारबाट काङ्ला पास जाने थियो। तर वेदर यस्तो बिग्रिरहेछ कि हिजो रातभरि पानी परिरहेछ, एकछिन पनि रोकेको छैन। एकछिन पनि हिजो राति 12 बजी उठ्यो है तिमी? 12 बजी उठे, 2 बजी उठे है, 4 बजी नि उठे। हरेकचोटि उठ्दाखेरि पानी परि नै रहेछ, फेरि उति नै परिरहेछ के। अहिले भर्खरै एकछिन रोकेको छ, पानी उति नै परिरहेछ रातभरि नै। अनि अहिले पनि बादल एकदमै कालो मुस्लो छ क्या, वेदर एकदमै खराब छ। अनि हामी डिसाइड गर्न सकिरहेको छैनौँ अब मासतिर जाने कि घर फर्किने कि। किनभने अब यो वेदरमा काङ्ला पास क्रस गर्न त लगभग इम्पोसिबलै हुन्छ होइन। किनभने स्नोको लेभल जति बढ्दै जान्छ त्यति नै गाह्रो हुँदै जान्छ पास क्रस गर्नलाई। हाई अल्टिट्युडमा त्यति नै गाह्रो हुन्छ। पहिला पनि हाम्रो एकचोटि त्यसै गरी नै क्यान्सल भएको हो, किनभने एकदम हेभी स्नोफलले गर्दा क्यान्सल भएको थियो। हामी ब्याक फर्केका थियौँ। अब यहीँबाट पनि स्नो देखिन सकिरहेछौँ हामीले डाँडातिर चाहिँ। तल चाहिँ त्यति परेको छैन, तर स्नो परेछ भनौँ न, देखिरहेछ मासतिर डाँडातिर। अनि यही कन्डिसनमा अब हामी मासतिर जान्छौँ कि के गर्छौँ नट स्योर है। अहिले हामी 2600 मा छौँ। अहिले हामी 26 मा छौँ। अब आज मासतिर चढ्यो भने हामी 35 मा पुग्छौँ। नार 36 मा छ। नार 36 मा हो कि 41 मा? ए के रे मेटा चाहिँ मेता त्यसै 36 मा छ। त्यहाँबाट 400-500 मिटर माथि नार छ। अनि अझै त्यहाँबाट 5300 माथि चाहिँ काङ्ला पास हो के। अनि यो वेदरमा 53 भनेको चाहिँ खासै सोच्नुपर्ने कुरा होइन, हामीले आफै बुझ्नुपर्ने कुराहरू यो चाहिँ। युनिभर्सको वेदरसँग हामीले कहिले पनि च्यालेन्ज गर्नु हुँदैन। वेदरसँग हामी आफै चाहँदैन, त्यस्तो जबरजस्ती गर्न पनि हुँदैन। सो अहिलेको लागि चाहिँ हामीले उठ्यौँ, तातो पानी सानी खायौँ। यसो अब हेर्दाखेरि त्यही हो, वेदर खासै ठिक छैन। अब हामीले पहिला सोच्नुपर्ने हुन्छ के गर्ने, अब घर जाने कि मासतिर ट्राई गर्ने कि अन्त कतै डेस्टिनेसन बनाउने कि, त्यो अहिलेसम्म नट स्योर। अहिलेको लागि चाहिँ हामी त्यस्तो प्रेसर लिन चाहँदैनौँ होइन। अहिलेको लागि जस्ट हामी एकछिन चिलमा बस्छौँ, उज्यालो हुन दिन्छौँ, अनि त्यसपछि बाहिर एकछिन घुमघाम गरेर वेदर हेर्छौँ, अनि बल्ल डिसाइड गर्छौँ के गर्ने। अहिलेको लागि चाहिँ त्यति नै हो अपडेट। भर्खर उज्यालो भएको छ। के छ त अहिलेको अपडेट? ताजा अपडेट भनेको अब खाजा खाने कुरा भएको छ, नास्ता। अनि अनुसुतले कोदोको बिस्कुट ल्याएर चाहिँ त्यो चाहिँ हामी खाइसक्यौँ। सही हुँदो रहेछ कोदोको बिस्कुट है, नेपाली प्रोडक्ट। ठाउँ चाहिँ राम्रै देखाएको छ होइन, किनभने यतिको ठाउँ भनेको दामी हो हाम्रो लागि। अनुसुतको लागि त झन् फर्स्ट टाइम यतातिर आएको छ मनाङ। अनि अनुसुत फर्स्ट टाइम आएको हो यता, बेसी सरबाट यता तलतिर मनाङतिर अनुसुत फर्स्ट टाइम आएको हो। त्यसले गर्दा उसको लागि त टोटल्ली न्यू एक्सपिरियन्स भयो। यताबाट जहाँ गए पनि उसको लागि नयाँ एक्सपिरियन्स भयो। अब म चाहिँ यता माथि नार्फु चाहिँ पुगिसकेको छु। अनि अब हाम्रो अहिलेसम्म प्लान डिसाइड भएको छैन। अहिलेको अपडेट के छ भन्दाखेरि कालो बादल चाहिँ पुरै देख्न सकिन्छ। अनि हिजो राति वाइल्ड पानी परेकोले गर्दाखेरि यति धेरै हिउँ परिरहेछ मासतिर, यहाँ तलसम्म पनि हामीले स्नो देखिसक्यौँ क्या। स्नो लाइन तलसम्मै भइसकेको छ, यतातिरसम्म हिउँ देखिरहेछ है। अब यो गोप्रोले त्यति जस्टिफाई नगर्ला। अनि यहाँनिर के एउटा पहाड छ, यहाँ पुरै स्नो यो छ नि, यो पुरै हिउँको लाइन हो। अनि यो यहाँको पहाड बादलले छेकेको छ अहिले होइन, नत्र यहाँ पुरै स्नो छ क्या। अब यतिको हुस्सु लागेको छ, कालो बादलको मुस्लै छ माथि। अनि यो वेदरमा माथि जानु चाहिँ वाइज हुन्न क्या। हामीले ट्रेक जाँदाखेरि होस्, अब ट्राभल गर्दाखेरि होस्, अब स्पेसली मासतिर हाई अल्टिट्युडमा जाँदाखेरि त जहिले पनि वेदरलाई रेस्पेक्ट गर्नुपर्छ। वेदरले भन्न खोजेको के छ हामीले मजाले बुझेर अनि बल्ल अगाडि बढ्यो भने चाहिँ दुःख पाइँदैन। अब अहिले यही वेदरमा हामी माथि गयो भने चाहिँ नेक्स्ट लेभल दुःख पाइन्छ। अनि यस नार्फु ट्रेकको चाहिँ स्टार्टिङ यहाँबाट हो, यहाँ देख्न सकिन्छ बोर्ड राखेको छ। अनि अब टुरिस्ट हुनुहुन्छ भने चाहिँ उतानिर टुरिस्ट पुलिस हुनुहुन्छ, यतातिर पनि हुनुहुन्छ। यहाँनिर चाहिँ पास चेक हुन्छ, पास अथवा के भन्छ त्यसलाई, पर्मिट चेक हुन्छ।
सो वेदरले साथै दिएन क्या अस्तिसम्म केही पनि थिएन वेदर राम्रो थियो अरे मैले माथि कल गर्दा पनि पासमा केही पनि हिउँ परेको छैन क्रस गर्न सकिन्छ भन्ने न्युज थियो हामी यहाँ आउने दिनदेखि चाहिँ नमजाले पऱ्यो क्या अब अलिकति तलसम्म जाउँ है अलिकति तलसम्म जाउँ है साथी आर्फू ट्रेकको रुटको चाहिँ अलिकति तलसम्म गयौँ हामी बाटो एकदमै हिलो छ त्यो गेजेकवालै हिलो छ क्या अनि अब हामीले के सोच्यौँ भन्दाखेरि चाहिँ अहिलेको लागि चाहिँ हामी काङ्ला पासवाला प्लान चाहिँ यहीँ ड्रप गर्दैछौँ है अहिलेको लागि सरी किनभने त्यो वाइजै भएन हेर न सुरुको बाटै हिलो त्यो जुत्ता गाडिनेवाला हिलो छ क्या त्यसले गर्दाखेरि अब हामी त्यो प्लान चाहिँ ड्रप गरेर अब हामी अर्को प्लानतिर बनाउनु लाग्छौँ है अभियसली प्लान बी छ प्लान सी पनि छ होइन तर कुन चाहिँ अलिकति वाइज होला भनेर हामी त्यो डिसाइड गर्छौँ एकछिन अनि जाउँ अहिले चाहिँ रुमतिर जाउँ र मिलन भ्युअर्सहरूको लागि चाहिँ यो माथि कसरी हिउँ परिरहेछ कस्तो सिन छ भनेर त्यो चाहिँ दिनुपर्छ कि अब बिरल शीतको थोपाहरू अलिअलि खसिरहेछ अनि अघिसम्म पुरै बादल लागिरहेको थियो नि त अहिले हल्का देखिन थालेको छ यहीँसम्म देखिरहेको छ क्या स्नो लाइन नि यो हो अनि यतापट्टिको देख्न सकिन्छ यो पुरै स्नो हो यहाँसम्म स्नो छ अनि उतातिरको डाँडामा पनि स्नो परिरहेछ सो यो वेदरमा हामी कन्टिन्यू गर्नु भनेको चाहिँ आफ्नै खुट्टामा बन्चरो हान्नु त्यही भएर अहिले हामी आफ्नै खुट्टामा बन्चरो हान्न चाहँदैनौँ सो वी आर हेडिङ टुवर्ड्स नेक्स्ट डेस्टिनेसन अनि जुन ठाउँ जाने भनेर हामी आएको थियौँ त्यो ठाउँमा अब हामी जान सक्दैनौँ किनभने वेदरले गर्दाखेरि चाहिँ हामी जान सक्दैनौँ रातभरि पानी पऱ्यो अघि हामीले देखाएको पनि थियो अहिले कसरी चाहिँ वेदर चेन्ज भएको छ भनेर केही छैन यो कुरालाई हामीले एक्सेप्ट गरिसक्यौँ अब नेक्स्ट प्लान बीको लागि चाहिँ हामी जाँदैछौँ प्लान बी नभए प्लान सी छ देयर इज अलवेज प्लान मेनी मोर किनभने अल्फाबेट त टन्नै छ नि त केही छैन नेक्स्ट टाइम ओके हाम्रो इनिसियल प्लान त तपाईँहरूलाई थाहा नै छ हामी खासमा काङ्ला पास जाने भनेर आएको थियौँ तर त्यो प्लानलाई हामीले यहीँ ड्रप गरेर हामीले प्लान बीतिर अघि बढ्दैछौँ हामी यस सर प्लान बी चाहिँ के हो भन्दाखेरि हामी त्यो त प्लान सी हो ओके अब प्लान बी चाहिँ के हो भन्दाखेरि हामी यहाँबाट अलिकति 1 घन्टा 15 मिनट जति उता चाहिँ भ्राका भन्ने ठाउँ छ त्यहाँबाट माथि चाहिँ 4600 मिटर माथि आइस लेक छ अब 5000 मिटरमा क्रस गर्ने भनेर आएको थियौँ हामी खासमा 5000 नसक्यो भने 4600 सम्म पनि त्यति सजिलो त्यति इजी चाहिँ हुँदैन तैपनि अब हामी अहिलेको लागि चाहिँ प्लान बीलाई एडप्ट गर्दै हामी त्यतातिर जाँदैछौँ सो त्यही नै अहिलेको लागि हामी अब प्याकिङ गर्छौँ प्याकिङ गरेर अब गाडी पनि ठेगान छैन अहिलेसम्म चाहिँ तर गाडी तल दिदीले कुरा गरिदिइरहनु भएको छ तलबाट कतिखेर आउँछ भनेर अनि मेन भनेको चाहिँ हामी यो ट्रिपमा धेरै स्ट्रेस लिँदैनौँ भनेर हामीले कुरा गरेको छौँ नि त सुरुमै सो आजै हामी माथि नै चढ्ने भनेर प्रेसर लिएर अब गाडी कुन बेला आउने हो केही ठिकान छैन नि त सो त्यो प्रेसर लिँदैनौँ हामी के गर्छौँ फकिरे झोला बोके चल्दैन अनि गाडी कतिखेर आउँछ आनन्दले बस्ने आनन्दले गाडीमा बस्ने अनि त्यसपछि गएर भ्राका गएर बस्ने आज हामी है त्यहाँबाट सिधै माथि जाने यताउति प्रेसर नलिने आनन्दले गएर भ्राका गएर बसेर त्यहाँ घुम्ने यताउति गर्ने भ्राकामा के छ त्यो देखाउँछ यो नार्फु ट्रेक जाने नै बाटो हो यो स्टार्टिङ चाहिँ यो झुलुङ्गे पुलबाट हुन्छ होइन अनि अब अहिले हाम्रो प्लान चेन्ज गरिसकेका छौँ हामी अहिले भ्राका जान लाग्छौँ अनि अब यहाँबाट गाडी रिजर्भ गर्न चाहिँ हामीलाई महँगो पर्छ किनभने हामी 2 जना मात्र छौँ त्योभन्दा चाहिँ बरु उता बेसी सरबाट आउनुलाको गाडीमा चाहिँ त्यहाँ दिदीले भनिदिइसक्नु भएको छ सो त्यो गाडी वेट गर्नुपर्छ त्यो गाडी यहाँ आइपुग्न चाहिँ लगभग 4 घन्टा जति लाग्छ त्यो 4 घन्टामा के गर्ने भन्दाखेरि हामी अलिकति यता नार्कै ट्रेकतिर चाहिँ हामी जाँदैछौँ है ल कस्तो यो खोला क्या ब्लू देखाएको छ क्या यस्तो दामी देखेको छ अब अलिकति 1-1.5 घन्टाको हामी हाइक भनौँ न मर्निङ हाइक किनभने गाडी आउने टाइममा हामी कुर्नुभन्दा चाहिँ अलिकति हिँडौँ वार्मअप पनि हुन्छ भोलिलाई प्र्याक्टिस पनि हुन्छ हिजो मजाले पानी नपरेर हिउँ नपरेको भए अहिले हामी यही रुटमा हिँड्दै हुन्थ्यौँ मासतिर नारतिर अब ठिकै छ जे हुन्छ राम्रोकै लागि हुन्छ भनेर चाहिँ हामी अब सिचुएसनलाई एक्सेप्ट गर्दै डिसअपोइन्ट नभइकन प्लान बी बनाएर अब हामी प्लान बीतिर अघि सर्छौँ एकछिनमा सो दिस इज द रिभर कस्तो मिठो देखाएको छ यार कहाँसम्म जान्छ भन्दाखेरि त्यहाँ एउटा बम फोडेको बाटो छ त्यो चाहिँ कस्तो भन्दाखेरि एउटा पुरै चट्टान छ अनि त्यो चट्टान फोडेर चाहिँ बाटो बनाएको छ क्या ट्रेकिङ रुट बनाएको छ अनि त्यो रुट बनाउँदाखेरि कति धेरैजनाको डेथ भएको थियो क्या सो त्यहाँसम्म चाहिँ हामी जान्छौँ अनि त्यो हेर्दाखेरि पनि क्या बवालवाला छ क्या त्यो रुट त्यहाँसम्म जान्छौँ हामी आहा यो हावा हेर त यो हो नि त यस्तो हावापानीमा बाँच्न पाइयो भने त अनि आयु बहुत लम्बिन्छ नि त
यो चट्टान हेर त आम्मा ह्युज छ क्या ह्युज पोतोबाट लगभग 20 मिनट जति हिँड्यो चाहिँ हामी यो ठाउँमा आइपुग्छौँ नि यो ठाउँ चाहिँ पुरै चट्टानवाला बाटो हो यो पुरै चट्टानै हो होइन तर यो फोडे हो क्या यो बम हानेर फोडेर अनि यो ट्रेक रुट बनाएको अनि त्यही हो अब कतिजनाको डेथ भएको थियो क्या यो बनाउँदाखेरि चाहिँ सो उहाँहरूको आत्माले शान्ति पाओस् हेर्दाखेरि त्यो कस्तो बम फोडेको जस्तो देखिन्छ क्या यहाँ ए यही नै हो अब हामी चाहिँ म चाहिँ अब लास्ट टाइम नार्फु जाँदाखेरि यही बाटो नै गएको यो अनुसुतलाई यसो देखाउन लिएर आएको यतातिर चाहिँ अनुसुतलाई घुमाउनु लिएर आएको अहिले मैले किनभने हामीसँग अब टाइम इनफ छ अनि गाडी पनि आइपुग्नलाई अझै कति छ कति टाइम 3-4 घन्टै होला बाँकी अझै त्यो टाइममा यसो वार्मअप पनि हुन्छ एन्ड दिस इज द भ्यू माथिबाट क्या तप पानी खसिरहेछ सही छ यार यो तर सही नै बनाएको छ क्या यो अति दामी छ क्या म पहिला पालि आउँदाखेरि चाहिँ यो बाटो अझै पनि कन्स्ट्रक्सन फेजमै थियो क्या त्यसले गर्दा हामी यता पारितिरबाट गथ्यौँ खोला तरेर तर अहिले चाहिँ यो बाटो बनिसकेको रहेछ अझै पनि धेरै कुराहरू बन्न बाँकी नै छन् तर देख्न सकिन्छ यो पुरै फोडेको यो बाटो त हेर्दै डर लाग्दो छ किनभने यतापट्टि खोला छ है अनि यो बाटो बनाउनमा जसले सहयोग गर्नुभएको छ सबजनालाई मनैदेखि धन्यवाद किनकि यो कति मेहनत लाग्छ यो बाटो बनाउनलाई तपाईँ हामी सबैले थाहा पाउन सक्छौँ है लगभग 2 घन्टाको हाइकपछि चाहिँ हामी अहिले ब्याक टु कोटो अब चाहिँ खाना खानु पऱ्यो है साथी भोक लाग्यो एकछिन अब खानासाना खाने मजाले रेस्ट गर्ने त्यतिखेरसम्म चाहिँ गाडी आइपुग्छ अनि हामी लाग्छौँ 10:30 हुन लाग्यो ठिक्क हुन्छ अब 11:30-12 बजीसम्म हामी रेडी भएर बस्ने गाडी आउँछ 12 देखि 1 मा जतिखेर नि आउँछ अनि 2 घन्टा जतिको फेरि ड्राइभमा हामी पुग्छौँ कहाँ रे साथी त्यो ठाउँ नाम बिर्स्यो सम्झ त मलाई याद छ भ्राका जान्छौँ हामी रुमबाट चाहिँ हामी चेकआउट गर्दैछौँ अहिले हामी कोतोबाट चेकआउट गर्दैछौँ है अनि तल ठ्याक्क गाडी आइसकेको छ हामीलाई बोलाइसक्नु भएको छ अहिले हामी बसेको भनेको चाहिँ रविन्द्र दाईको होटल हो यदि तपाईँहरू कोतो आउँदै हुनुहुन्छ भने चाहिँ रविन्द्र दाईको होटल कुन हो भनेपछि तपाईँहरूलाई जसले पनि चिनाइन्छ है त जुत्तै लारिन्छ नि मैले त पानी पर्दैछ सिम अब हामी भ्राकातिर लाग्दैछौँ ल यो हाम्रो गाडी के छ ब्रो बसेको होटल चाहिँ यही नै है कोतोमा गाडी लोड हुँदैछ हेर बाइकमा आउनेको बिजोग अहिले हामी मनाङतिर जाँदैछौँ अनि यो ठाउँ चाहिँ एकदम आइकोनिक ठाउँ हो यहाँको अहिले चाहिँ ठ्याक्क स्नो परेको छ यहाँ पनि यहीँदेखि देख्न सकिन्छ जस मनाङ जान लाग्दाखेरि चाहिँ यो ठाउँ चाहिँ एकदमै आइकोनिक मानिन्छ क्या अति दामी यो स्लोप छ कस्तो लागिरहेको छ त अनुश्रेत यता आउनु ब्याकग्राउन्ड यता आउनु ल हलिउडको सेटमा आएको जस्तो फिल भइरहेको छ अब सायद यहाँ कुनै फाइटर प्लेन उड्छ होला और के भन्ने कि अब यहाँ जे पनि हुन्छ हेर फ्रेम हेर नि यता देखाइरहेको छु सही छ यार तर सही छ अति नै दामी छ चिसो बढ्दैछ पानी पनि परिरहेछ अनि स्नोफल यहीँतिर देखिन थालिसक्यो क्या खाङसारमा पनि हिउँ परेको छ अरे मजाले हिजो एउटा गाडी पनि पल्टेछ अरे खाङसारमा चाहिँ अनि अब कोतोसम्म त त्यस्तो रिस्की थिएन बाटो तर कोतो पछाडिको चाहिँ बाटो अति रिस्की रहेछ यार एउटा त त्यो चट्टान फोडेवाला बाटोमा नि रिस्की नै थियो चट्टानवाला बाटो अनि अर्को भनेको चाहिँ ठाउँमा चिप्लो क्या एकदमै चिप्लो यसरी नै हाम्रो यात्रा अघि बढ्दैछ साथीहरू त्यही नै अहिलेसम्मको अपडेट भनेको चाहिँ त्यही नै हो अब बिस्तारै 1 घन्टा 1.5 घन्टा जति मात्रै पुगिन्छ होला सायद भ्राका त्यहाँ गएर हामी मस्त न्यानोमा बस्ने हो अब थुक्पा खाँदै अब यस्तो हो अब पानी परेन भने यसो अलिअलि वाकमा निक्लिन्छ तर पानी पऱ्यो भने त त्यही नै हो थुक्पा जिन्दाबाद त्यही नै हो अनि कस्तो भइरहेछ त एक्सपिरियन्स मनाङको त्यो त मैले फोटो भिडियोमा अरूले त्यो घुम्दाखेरि त्यो हालेको हुन्छ नि
कन्टेन्टहरू त्यो हेरेर मजा लिइरहेको थिएँ मजा त त्यो हेर्दा नि आइरहेको थियो है तर यहीँ आएर एक्सपिरियन्स गर्दाखेरि चाहिँ त्यसको मजा इन्टु 100x गर्दै नि भयो अझै एडभेन्चर सुरु भएकै छैन खासमा अहिले हामी रोडमै छौँ अहिलेसम्म है रोडमै छौँ हामी रोड एडभेन्चर यस्तो राम्रो राम्रो साइटहरू छ अघि ग्रिन लेक पछाडि गयो होइन अनि अब यो के हो यो थाहा छैन तर बवाल छ पहाड वादिया यस्तो पहाड त मैले देखाएको थिइनँ त्यसमा के साइकल चलाएको हो केमा यसमा साइक्लिङ गरेको थियो अरे कसरी माथिदेखि तलसम्म अब त्यो खतरा साइक्लिस्टहरूले त गरिहाल्छन् अनि त्यो तिलीचोको त्यो ल्यान्डस्लाइड ट्रेल छ नि त्यहाँ त गइरहेको छ एउटा विदेशीले आएर एडभेन्चर भनेको त्यही हो क्या यो हेरेर नै मान्छेको मुटु थर्र हुन्छ यो कत्रो छ हेर नि जाइन्ट्स अझ यो त्यो स्नोले छेकेको छ क्या अझ माथि चुच्चो देखाएको छैन नि त त्यही त ऊ हेर न अहिले यो भइहाल्यो नि बादल आयो नि त त्यही नै अहिलेसम्म हामी रोडमै छौँ तर पनि इन्जोय गरिरहेछौँ अनि त्यही हामीले एकदमै पिसफुल हो ट्रिप भन्ने सोचेर चाहिँ भइ पनि रहेछ नि त मजा आयो अब एउटा उता काङ्ला पास जानु नपाएको त्यो फरक कुरा छ तर हामी डाइभर्ट भइसक्यौँ किनभने अब यस्तै हो क्या लाइफ भनेको डाइभर्ट भइरहनुपर्छ क्या जस्तो भयो भने यो त लाइफै भएन नि त सपना हो सोचेको जस्तो हुँदाखेरि त्यही नै हो होइन ल र अब अर्को कुरा के भन्दाखेरि यो चाहिँ रियल स्क्रिप्ट हो कि हामीले बनाएको होइन हामी फ्लोमा गइरहेछौँ कि केही थाहा छैन अब उताको क्यान्सल भयो उताको अनि अर्को कुरा भनेको चाहिँ यो यस्तो यता कतै ट्रेक जानु लाग्छ अनि क्यान्सल भएको चाहिँ मेरो फर्स्ट ट्रेक हो क्या म मेरो 27 ट्रेक कम्प्लिट गरिसकेँ यो शुद्ध अब सक्सेस भयो भने 28 हुन्छ होइन अहिलेसम्म म एउटा डेस्टिनेसनमा गएर त्यसमै गएको छु तर यो चाहिँ अब हामी काङ्ला जानु लाग्थ्यौँ नि त यहाँ हामी डाइभर्ट भइरहेछौँ कि दिस इज माई फर्स्ट टाइम त्यसको लागि पनि म रमाइलो मानिरहेको छु मैले चाहिँ यो कुरा पनि त्यही हो नयाँ एक्सपिरियन्स छ अब जाँदै गरिरहेको ठाउँ पनि नयाँ एक्सपिरियन्स नयाँ ठाउँ हो तिम्रो लागि चाहिँ नयाँ हो म त गइसकेको छु त्यतातिर आइस लेक डेस्टिनेसन चाहिँ नयाँ हो त्यही नै अब यस्तो हुन्छ अब अप्स एन्ड डाउन्स भनेको लाइफमा आइरहन्छ सिधा लाइन तब हुन्छ जब तिम्रो मुटुको धड्कन बन्द हुन्छ नि त त्यही नै अप्स एन्ड डाउन्स जति पनि आइरहन्छ त्यो त हुन्छ होइन त्यही नै अहिलेसम्मको अपडेट साथीहरू एकदम इन्जोय भइरहेछ भनौँ न जोस् धेरै पछि मेरो 1 वर्ष पछाडिको ट्रेक हो यो होइन धेरै भइसक्यो त्यो ट्रेक नगएको लगभग 1 वर्ष जति नै ग्याप भइसकेको थियो अनि यता तीर्थ जाने यता जाने उता जाने राइड जाने ड्राइभ जाने ट्रेक चाहिँ ग्याप भइसकेको थियो नि त मेन स्ट्रिम तिम्रो खासमा यो हो नि त ब्याक अप मजा आएर होला नि आउनु भन्थ्यो त ल ए हिउँको हेर त खसिरहेछ नि ओके अनुसार त यतिखेर चाहिँ हामी कहाँ छौँ रे छिङ्दी लेक ओ माई गड ल सही म त हाम्फालिदिन्छु जस्तो छ हाम्फालिदियो ल दिस इज द ब्युटी अफ मनाङ गाइज यो रोडमै पर्नेवाला लेक हो छिङ्दी लेक देख्न सकिन्छ यस्तो ब्लू वाटर छ आहा हेर्नुहोस् त साथीहरू कति राम्रो ठाउँ आउन ब्याकग्राउन्डमा यस्तो तिम्रो इन्टरभ्यू लिउँ ओके अनुसार त्यतिखेर हामी कहाँ छौँ अहिले हामी छिम्दी लेक भन्ने ठाउँमा छौँ यो चाहिँ कहाँ हो यो वे टु राका मनाङमै पर्छ अनि सबसे बेस्ट पार्ट भनेको चाहिँ अहिले हामी रोडकै छेउमा छौँ होइन यो फुरफुर हिउँ खसिरहेछ होइन ओके कस्तो भइरहेछ एक्सपिरियन्स कति 10 मिटर 20 मिटरको बाटो रोडमै भनौँ न गाडी यहीँ छ यी गाडी यहीँ ल्याएको छौँ हामीले तपाईँहरू प्राइभेट भेहिकलमा आउँदा होस् या लोकल भेहिकलमा आउँदा होस् यहाँ चाहिँ भिजिट गरेर जान मिल्छ किनभने रोड साइडमै छ र यस्तो मिठो मजाको चाहिँ सानो छ धेरै ठुलो छैन फेरि यो है अनि के यो त्यही हिउँ बगेर नै आएको हो त कि यो जमेको हो यहाँ पानी खै थाहा छैन यार त्यो त म पनि एक्सपर्ट होइन यो कुरामा चाहिँ त्यही पनि इट्स ब्युटिफुल पिक्चरहरू खिच्छौँ इन्स्टाग्राममा चाहिँ पिक्चर अपलोड हुन्छ लिङ्क बायोमा छ
फाइनली हामी छौँ ब्राका अनि आइसलेकको ट्रिप स्टार्ट गर्ने यहीँबाट हो। यस्तो ब्युटिफुल छ यो पुरै हुन्छ नि यो ओल्ड क्लासिक किङडम जस्तो भाइब्स यहाँ कतिको देखिन्छ देखिँदैन थाहा छैन। अनि अब यहाँ चाहिँ मेन हामीलाई केही पनि थाहा छैन, हामी अब यहाँ होटल सोटल खोज्नुपर्छ। अहिले चाहिँ हामी फर्स्टकै होटलमा बस्न लाग्छौँ होइन। यतातिरको सबसे बवाल भनेको चाहिँ यो यस्तो हो क्या, यो कति 100 वर्ष पुरानो हुन्छ क्या। अब कोही कोही चाहिँ नयाँ बनाएको हुन्छ त्यो मलाई थाहा छैन, तर नर्मल्ली चाहिँ यस्तो चाहिँ पुरै कति 100 वर्ष पुरानो हुन्छ क्या। अनि यहाँ माथि देख्न सकिन्छ यो ल्यान्डस्केप, ओहो ब्युटिफुल। अनि हाम्रो ड्राइभर दाइ झर्दै हुनुहुन्छ। च्यानल लग्नु, इन्स्टा आइडी लग्नु, त्यसपछि हेर्दा भइहाल्छ। ल त्यही नै हो। अनि अर्को कुरा भनेको फुर हिउँ खसिरहेछ यहाँ है, स्नोफल भइरहेछ। यताउतिको पाहाडतिर पनि मजाले स्नो जमिरहेछ। अब यो कन्डिसनमा कतिको माथि जान सकिन्छ आई डोन्ट नो, म पनि अब नयाँ हो यो यतातिर त म गएको छैन। भ्राकामा आएर हामी रुममा चेक इन गरेका छौँ भर्खरै। दिस इज द रुम। अलिकति तलभन्दा एक्सपेन्सिभ, त्यो त अभियसली अब अल्टिट्युड बढ्दै गएपछि कस्ट बढ्छ पनि, तर वर्थ इट छ यहाँको रुम है, किनभने मजाको छ क्या, सबै कुरा एकदम मजाको छ है। अनि यस दिस इज इट। अब ब्याग स्याग हामी राख्छौँ यहाँ। अनि बिस्तारै पानी परेको छैन अहिले, तर फुर हिउँ खसिरहेछ। अबको हाम्रो नेक्स्ट प्लान भनेको चाहिँ ब्याग स्याग राख्ने, मजाले अलिकति आफूलाई वार्म गराउने, अनि एकछिन बाहिर घुम्न जाने है हामी। अनि यतातिर माथितिर मोनास्ट्रीहरू छ, ल्यान्डस्केपै बवाल छ क्या यहाँको बाहिरको, त्यही घुम्छौँ। अनि यस वी आर एट भ्राका। अबको हाम्रो नेक्स्ट भिडियो भनेको चाहिँ आइसलेक मनाङ, एकदमै फेमस डेस्टिनेसन हो यो। अहिलेको लागि चाहिँ त्यति नै गरौँ। अब तिम्रो सेयर गरिदियो ओभरअल आजको कस्तो भयो जर्नी। आजको ओभरअल जर्नीको कुरा गर्नु पर्दाखेरि मर्निङमा जुन सानो हाइक गरेको थियो त्यो एकदमै वार्मअप जस्तो भयो होइन। त्यहाँको हावालाई, त्यहाँको टेरेनलाई चाहिँ एक्सपिरियन्स गर्न पाइयो। सिमिलरली त्यसपछि अनि खाना खाइसकेपछि एकछिन वेट गर्नु पऱ्यो, गाडी आइपुग्यो, पानी परिरहेको थियो। अनि बिचमा गाडीमा आउँदाखेरि हिउँ परिरहेको थियो फुसफुस। त्यसपछि ड्राइभर दाइले हामीलाई के गरिदिनु भयो भन्दाखेरि रोड साइडकै एउटा ब्युटिफुल लेकमा चाहिँ लगेर हामीलाई एकछिन फोटो खिच्न होइन, अनि भिडियो बनाउनु दिनुभयो। र त्यसको ड्रोन सट पनि आइसक्यो होला कि आउँछ है। कस्तो मिठो छ त्यो शब्दले बयान गर्न सकिँदैन। अनि अहिले चाहिँ हामी भ्राका आइसकेका छौँ। यहीँबाट नै आइसलेकको जर्नी चाहिँ सुरु हुन्छ भोलि एकदमै अर्ली मर्निङ। त्यही नै जस आजको जर्नी भनौँ, आजको ड्राइभ भनौँ, मिठो भयो नि। एक दुईवटा ठाउँमा चाहिँ त्यो हिउँ परेको ठाउँमा म त फर्स्ट टाइम होइन, के हो चिप्लिन्छ कि क्या हो, कस्तो डर लाग्छ। कतै हिउँ जमी पनि रहेको थियो क्या, त्यसले गर्दा अब गाडी त चिप्लिन्छ। तर जस ड्राइभर त गुड हुन्थ्यो, हामीसँग अब इन्स्टामा पनि कनेक्ट हुँदै हुनुहुन्छ। तपाईँहरूलाई अब यता मनाङसँग आउँदाखेरि केही कन्ट्याक्टहरू चाहिन्छ, कोटोको चाहिन्छ भने पनि हामीसँग हुनुहुन्छ। रविन्द्र दाई भनेर गएपछि कोटोमा भइहाल्यो होइन। अनि तपाईँ अब यता आउँदै हुनुहुन्छ भने जस कन्ट्याक्टहरू टन्नै छ हामीसँग। मैले दिइ पनि रहन्छु कतिजनाले इन्स्टामा मेसेज गर्दाखेरि, सो चाहिन्छ भने हामीसँग भएको चिजहरू, हामीसँग भएको इन्फर्मेसनहरू, हामीसँग भएको आइटिनरीहरू मैले भएसम्म चाहिँ हेल्प गरिदिनै रहन्छु। त्यो केसमा तपाईँहरूलाई पनि केही चाहिन्छ भने हामीलाई सम्झिन सक्नुहुन्छ। अनि भिडियो सब्सक्राइब गर्नुहोस्, हाम्रो च्यानललाई सब्सक्राइब गर्नु, माया गर्नु, नयाँ नयाँ भिडियो आउँदै गर्छ। सो आजको लागि चाहिँ भ्राकाबाट हामी बाई बाई भन्दै आज हामी यहीँ बस्छौँ। सो सी यु इन द नेक्स्ट भिडियो, टिल देन बाई बाई फ्रम भ्राका। मोनास्ट्री जानको लागि चाहिँ हामी यो ढोकाबाट छिर्नु पर्दो रहेछ, पुरै अँध्यारो छ त।